हेलो साथीहरू, बिफ अचार खाने हो त? लु आउनुहोस् है, कसरी बनाउँछु म रेसिपी सबै हालिदिएको छु ल। चाहिँ आज बिफको अचार बनाउनु गइरहेछु मेरो बहिनीको लागि है। बाहिर पठाउनु पर्ने छ, मुम्बई पठाउनु पर्ने छ मेरो बहिनीको लागि। अनि मैले मजाले बोइल गरेँ, सिटी लगाएँ 3 सिटी हो। त्यहाँदेखि चाहिँ मजाले पिस काटेँ, हल्दी र नुन त्यहाँदेखिको पानी हालेर बोइल गरेँ। सिटी लगाएर चाहिँ मजाले यस्तो पिस पिस कट गरेँ होइन। त्यहाँदेखि यतिको पिस बनाएँ। त्यहाँदेखिको चाहिँ मैले रोस्ट गर्नु थालेँ हो। 2.5 केजी मासु त घटेर 1 केजी जस्तो मात्रै भएछ हो। हड्डी छान्दा ओर्दा यसरी मजाले रोस्ट गरेँ। अन्त रोस्ट गरिसकेपछि चाहिँ मासु चाहिँ यति नै भयो हो। अनि मसला चाहिँ मैले घरमै बनाएँ, के हालेर यस्तो। अन्त पिसेँ। अन्त मेरो मिक्सीमा, अर्ग्यानिक मिक्सीमा र अदुवा लसुन त्यहाँदेखिको यो कालो र सेतो तिल, त्यहाँदेखि मेरो मसला चाहिँ यही छ हो। अन्त खोर्सानी पनि मजाले भुटेर मिक्स गरेको छु हो। अदुवा लसुन हालेँ। त्यहाँदेखिको मैले नुन बिर्सेछु, नुन ल्याउनु कुद्दै गएर लिएर हालेँ नुन। त्यहाँदेखि त्यो मेरो मसला हालेँ हो। त्यहाँदेखिको यो तिल, कालो र सेतो तिल हालेँ। अन्त चाहिँ यो जलजिरा हालिदिएँ। त्यहाँदेखि अलिकति हुचिङ पनि हालिदिएँ टेस्टको लागि। अन्त चाहिँ त्यसकै रोस्ट गरेको तेल हालेर मजाले मिक्स गरेँ होइन। अन्त खोर्सानी चाहिँ हाल्नु बिर्सेछु, अहिले बादमा लिएर हाल्छु हो। उयो गर्नु बिर्सेछु, यो चाहिँ खोर्सानी चाहिँ यो चाहिँ मजाले मैले भुटेर सुक्खा भुटेर चाहिँ पिसेको हो। तिखालाल चाहिँ लाइनँ, मैले यही खोर्सानी हालेँ र ड्राई अचार बनाएको। दामी देख्यो, तर मैले टेस्ट चाहिँ गरिनँ। म गोरुको बिफ चाहिँ खाँदिनँ नि त, मासु चाहिँ गोरु मासु चाहिँ म खाँदिनँ। त्यही भएर लु कस्तो भयो साथीहरू भन्नु।